So hello guys, like after 1 year I just reached at my home. म घरमा छु होइन यस्तो प्रकारले आजको दिन चाहिँ नानीले हाम्रो सानो नानी चाहिँ एकदम डान्स गर्दैछ होइन जहाँ पाए यता छ मम यता हुनुहुन्छ होइन ऊ दुईजना छोराछोरीहरू होइन यता मेरो मिसेस बुवाले यता मेरो मम ड्याड सो आज चाहिँ हेर्दै गरौँ नानीहरूले रमाइलो अलि मलाई बनाउला तिर्तीको छाता ओढ्न त्यहाँदेखि खिच्यो सो यस्तै प्रकारले उसको भिडियो हुँदैछ उसले चाहिँ यता नफर्केर चाहिँ मैले उता क्यामेरा गरिदिएको होइन मजाले उसको अब नयाँ नयाँ लडी बडी डान्स हुँदैछ नयाँ नयाँ डान्स गर्दैछ है भाइले पनि अब खै भाइले भ्लगहरू गर्छ भनेर माइक साइक पनि दिएको भाइ त लजाएर हुँदो रहेछ हरियो हुँदो रहेछ उता भ्लग गर्दा त हो स्टोरी बुझी जाने चाहिँ कहिले हो नि कहिले हो स्टोरी बुझी जाने कहिले हो बुढीमा दम छ नि पाखुरीमा दम छ नि नेपाली किन्दिन उसले यो नयाँ स्टेपले चाहिँ उसले नयाँ स्टेपले वाउ उनले मलाई सताउला काली मलाई बनाउला विरतीको छाता ओढ्न यस्तो प्रकारले हल्का फुल्का रमाइलो घरमा भइरहेको छ अहिले हामीले अझै गर्दैछ सबैजना फ्यामिलीहरू छ होइन अब ठुलो दाजुको चाहिँ वी आर वेटिङ फर आवर बिग ब्रदर टु कम त्यहाँदेखि चाहिँ हाम्रो फ्यामिली टोटल कम्प्लिट हुन्छ यस्तो प्रकारले हाम्रो ब्लगर चाहिँ हाम्रो मेन अब गर्नु पर्यो नि त अब यो तेरै त हो नि यो तेरो लागि कसले गर्छ त अब लो आप शुरू करो लीजिए ये पकड़े यता मेरो बहिनीहरूको गीतमा एक नम्बरको गीतमा नाच्ने रे यता मेरो काकु पनि भ्लग गरिसक्यो अन्त हेलो अनि त दिदीले फेरि कहाँ घरमा गएर अन्त मेरो माइकले यस्तो बोल न हिन्दीमा नेपालीमा भन्दा अन्त मेरो यता बाबै र आमै अन्त यता मेरो काकी अन्त काकु यता मेरो बडा अन्त मेरो पापा अन्त मेरो मम्मा अन्त मेरो ठुलो बडा भन अन्त मेरो ठुलो बडा अन्त मेरो बहिनी अन्त म छु यस्तो माइक यस्तो गर होइन निकाल होइन निकाल अन्त तपाईँलाई कस्तो लाग्दैछ भन्न बाबै तपाईँलाई कस्तो लाग्दैछ बहुत भालो